दाहिने पिपल देब्रे बर भन्छ यताबाट जाँदाखेरि देब्रे रहेछ मन्दिरबाट जाँदा बर हैन उता मन्दिरमा पस्नुको लागि देब्रे अस्ति आएँ एउटा फोटो पनि खिचेँ त्यही छोरी एउटाको खिच्यो के रे मा मनै ठिक छैन होला है कसको बिमारी भएर कसको दाइ भाउजू त नि बिमारीको बिमारी गयो त्यहाँ घर बेटी बा जानु भयो के अरे खै बच्चा कता कराको नानी कराएको जस्तो लाग्छ घरि मन्दिर घुम्न आएको यति घाम छ तर मा हामी कति बजे आरे 12 बजे घाममा आएको कि हामी ठ्याक्कै 2 बजे अहिले नि मा अब 3 बज्न लागेन 3 मन लागिसक्यो तल चौरमा बस्दा गऱ्यौँ दिदीहरूलाई कुरेर आइपुग्नु भएन 2:30 भयो ठ्याक्कै 2:30 भयो अरे पानी पनि झर्नु आँटिसक्यो त शिवजीको पाउसम्म पुगौँ भनेको कुर्दै पानी झरुन्जेलसम्म चाहिँ पुगिन्छ जस्तो छ घाम त्यस्तै गर्मी त्यस्तै छ तर यहाँको दृश्य देख्दा नि यस्तो आनन्दित हुने हालको छ गरिम भए पनि सरसफाइ रहेछ है मा सफा रहेछ सफा चाहिँ एकचोटि सफा गरेर के गर्नुमा यहाँ पात झरै गर्दो रहेछ अनि यो बिरुवा पातको त छैन पात चढ्छ यसरी कति झर्दो हो त नि यहाँ चाहिँ बिहे गर्ने ठाउँ होला है मा यो यो चाहिँ कुण्डल यो चाहिँ कुण्डल यहाँ चाहिँ कुण्डल छ गाइस यहाँ चाहिँ बिहे गर्ने ठाउँ पूजाआजा लाउने बिहे गर्ने यो चाहिँ चर्चा लाउने ठाउँ भगवानको चर्चाहरू यहाँ लाउँछौँ यहाँनिर हो भगवानको चर्चा लाउने ठाउँ आहा यस्तो मिठो खुट्टा पुरे होइन यतिको रमाइलो ठाउँ छ हाई यस्तो रमाइलो ठाउँमा तपाईँहरू पनि घुम्न आउनु है गाइस यहाँनिर सरको नागदेवताको मन्दिर अहिले म तपाईँहरूलाई देखाउँछु यो चाहिँ चर्चा लाउने ठाउँ यहाँनिर पुजारीहरू बसेर चर्चा लाउनुहुन्छ मा घुम्नु वरिपरिबाट हेर्नु सबै रामा चाहिँ देउताको थानमा आएर